वेलकम छ मेरो युट्युब च्यानलमा तपाईहरुलाई। आज चाहिँ मैले रोमानियामा रहेको एउटा ब्रासोभ भन्ने ठाउँमा मैले चाहिँ भिडियो बनाउन गइरहेको छु। भिडियोलाई चाहिँ स्किप नगरिकन सबैजनाले भिडियोलाई चाहिँ पुरा हेरेर साथ दिनु होला। तपाईहरुलाई भिडियो पुरा हेरिसकेपछि चाहिँ कस्तो लाग्छ, राम्रो नराम्रो सबैले प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। भिडियो हेरिसक्नु भएपछि चाहिँ तल कमेन्ट गर्न नभुल्नु होला। सकेसम्म भिडियोलाई शेयर, लाइक अनि च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। अब हामीले चाहिँ पैना ब्रासोभमा अगाडि बढ्दै छौं। यहाँ सबिन दाइ हुनुहुन्छ अनि म हाम्रो ग्रुपहरु हुनुहुन्छ अगाडि पछाडी सबैजना। बिस्तार यो चाहिँ पैना ब्रासोभ भन्ने ठाउँ हो, तर यति रमाइलो ठाउँ रहेको रहेछ यो चाहिँ। तर अझ त्यसमाथि हिउँ परेको यो मेला जस्तै लागिरहेको हुन्छ यहाँ प्राय जसो। एकदमै घुम्नलाई एउटा प्रख्यात ठाउँ पनि यो ब्रासोभको। त्यही भएर आज मौसम हेरेर चाहिँ भिडियो बनाउने निर्णय गरेको हुनाले मैले चाहिँ बिस्तारै अगाडि बढ्दै छौं अनि तपाईहरुलाई देखाउँदै जान्छु यहाँको कस्तो हुन्छ माहौल, के कस्तो भइरहेको छ। आजभोलि तपाईहरु पनि आज छुट्टी छ भने समय मिलाएर आउनु होला अवश्य पनि। बिस्तार घुम्दै जाँदाखेरि हामीले पनि यहाँ रमाइलो गरिरहेका छौं। यी अगाडि पछाडी दाइहरु हुनुहुन्छ। यहाँ पैना ब्रासोभ भनेर लेखिएको पनि छ यहाँनिर। अनि हाम्रो अगाडि ग्रुपहरु पनि हुनुहुन्छ, त्यसैले हामी अगाडि बढ्दै छौं। भिडियोलाई चाहिँ सकेसम्म मैले छोटो मिठो बनाउन खोजिरहेको छु, तैपनि एकदम रमाइलो ठाउँ हुनाले भिडियो छोटो बनाउन सकिरहेको छैन। एकदम भिडियो सकेसम्म छोटो बनाउन खोजे तापनि भिडियो चाहिँ लामो हुँदै गइरहेको छ। त्यसैले तपाईहरुले भिडियोलाई पुरा हेरेर साथ दिनु होला। यहाँ अगाडि हाम्रो ग्रुपहरु अगाडि बढ्दै हुनुहुन्छ अनि यहाँ एउटा एकदमै रमाइलो ठाउँ रहेको छ। यो चाहिँ पैना ब्रासोभको। यसलाई चाहिँ के भनिन्छ मलाई थाहा छैन, तपाईहरुलाई थाहा छ भने चाहिँ कमेन्ट गर्नु होला। तपाईहरुले भिडियो हेर्दै जानु होला। हामीले माथिको केबल कार चढेर माथिको भ्यूहरु सबै देखाउने छु तपाईहरुलाई। यहाँ एकदमै रमाइलो गरिरहेछौं हामीले। तपाईहरु पनि आएर रमाइलो गर्नु होला भिडियोलाई। तर यति रमाइलो ठाउँ छ कि त्यहाँनिर चाहिँ एउटा हिउँले त्यहाँ एउटा पोखरी जस्तो छ, तर यो हिउँ परेको हुनाले आइस भएर जमेर चाहिँ अहिले पोखरी देख्न पाइदैन हामीले। यस्तो बवाल छ कि ठाउँ चाहिँ हामी चाहिँ बिस्तार अगाडि बढ्दै छौं। केबल कार चढेर माथि जानको लागि चाहिँ हामी सबैजना अगाडि बढिरहेको अवस्था हो अहिले चाहिँ। यति रमाइलो ठाउँ रहेको छ। तपाईहरु पनि भिडियोलाई हेरेर रमाइलो गर्दै भिडियो हेर्नु होला सँगै। यति रमाइलो यो क्रिसमसको दिन पनि हो आज। क्रिसमसको दिनमा यहाँ मान्छेहरु पनि एकदमै हुन्छ। यहाँ क्रिसमस नहुँदा पनि मान्छे एकदमै घुम्नलाई एकदम आइरहने ठाउँ हो यो चाहिँ। यहाँ चाहिँ हाम्रो एकदमै यहाँ अगाडि चाहिँ यहाँ सानो पसलहरु छ। हाम्रो नेपालमा जस्तो सानो मार्केटहरुमा हामी चाहिँ यसो खेलौनाहरु बेच्ने पसलहरु यताउता रहेको छ यहाँ चाहिँ। तर यहाँ चाहिँ एकदमै चाइनिज स्टाइल, चाइना जस्तो लाग्छ के, चाइनाको शपहरु जस्तो। अनि यहाँ अगाडि गएपछि चाहिँ हामीले एउटा मकै पोलिरहेको देख्छौं। सेम हाम्रो नेपालको याद आउँछ। हेर्नु होला यतै मकै पोलिरहेको छ कि यहाँनिर चाहिँ एकदमै नेपालको याद आउँछ अनि त्यतिखेर। हाम्रो टोलीहरु चाहिँ अगाडि दौडिसक्नु भयो। म चाहिँ पछि भिडियो बनाउँदै हिँडिरहेको छु। हो हाम्रो त्यहाँ तल देख्नुहुन्छ तपाईहरुले चाहिँ हैन, त्यहाँ चाहिँ पुरै पोखरी जमिरहेको छ, आइस भइरहेको छ। त्यो हिउँ परेको भएर चाहिँ पुरै त्यो ताल पुरै आइस भएर जमिरहेछ। अरु बेलामा चाहिँ तपाईहरुले राम्रोसँग देख्न सक्नुहुन्थ्यो। आज भने चाहिँ देख्न सक्नुहुन्न किनभने त्यहाँ त्यो हिउँ परेर सबै छोपिएको छ।
हाम्रो दाइ दिदीहरू हाम्रो ग्रुपहरू चाहिँ अगाडि पछाडि हिँड्दै हुनुहुन्छ। हेर्नु सबैजना हाम्रो टोली हो यो चाहिँ। प्यारा प्यारा दाइहरू हुनुहुन्छ। यता दाइ हुनुहुन्छ एउटा, अर्को यतापट्टि अर्को दाइ हुनुहुन्छ, दुईजना दाइ, यतापट्टि दिदी हुनुहुन्छ, यतापट्टि अर्को दिदीहरू हुनुहुन्छ। एकदमै रमाइलो दिदी बहिनीहरू दाइहरूको साथमा छुट्टै रमाइलो भइरहेछ। हामी चाहिँ एकदमै कहिले नबिर्सिने खालको रमाइलो भइरहेछौँ। खुसीले नाच्दै दौडिरहनु भएको छ अगाडि दिदी चाहिँ। हामी बिस्तार तपाईँहरू भिडियो हेर्दै गर्नुहोला। हामी माथिको पनि भिडियो सबै देखाउनेछौँ। माथि केबल कार चढेर माथिको भ्यूहरू पनि मैले चाहिँ यो एउटा भिडियो चाहिँ पछिसम्मको लागि पनि एउटा आफूलाई पनि सम्झना रहन्छ भनेर बनाएको हो। खासमा यो भिडियो चाहिँ त्यस्तो इम्पोर्टेन्ट केही खास विशेष त केही छैन, तैपनि एउटा रमाइलो पल चाहिँ रहिरहोस् भन्ने हिसाबले चाहिँ बनाउनु खोजेको हो। यदि सम्पूर्णलाई पनि अब यदि रोमानियामा आउन चाहनुहुने साथीभाइहरूले पनि हेरेर रमाइलो गर्न सक्नुहुन्छ भन्ने हिसाबले एउटा भिडियो चाहिँ बनाएको हो। यो भिडियोलाई चाहिँ सम्पूर्ण नेपाली दाजुभाइहरूलाई रोमानियामा आउनु चाहनुहुने सम्पूर्ण दिदीभाइहरूलाई सम्म पुगोस् पनि र सबैजनाले देखुन् भनेर पनि बनाएको भिडियो हो। एउटा एकदमै मेमोरेबल हुन्छ भन्ने एउटा खुसीको क्षणहरू पनि हो, त्यसैले बनाएको भिडियो हो यो चाहिँ। अब हामी चाहिँ बिस्तार केबल कार चढ्ने छेउमा पुगिरहेछौँ। अब हामी पुग्ने बेला भयो। अब हामी 4-5 मिनट हिँडेपछि चाहिँ केबल कार छेउमा पुग्छौँ। दाइले चाहिँ यहाँ आइफोन देखाइरहनु भएको छ, आइफोनको कभर। यो ठाउँहरूमा घुमिरहँदा चाहिँ कहिले रात नपरोस्, यतिकै मौसम भइरहोस् जस्तो फिल हुन्छ क्या। यति रमाइलो ठाउँ छ कि यो चाहिँ। यो ठाउँतिर जाँदाखेरि चाहिँ यति आनन्द महसुस आउँछ कि यता खुसी भइरहेछ। फेरि एउटा सोल्टिनी खुसी भएर नाचिरहेको छ पछि मेरो पछि। एकदमै डिजे म्युजिकहरू पनि चल्दो रहेछ यहाँ चाहिँ, एकदम रमाइलो। अब बिस्तारै तर्फ हामी चाहिँ अब टिकट काट्न लागिरहेछौँ। अब टिकट काट्छौँ अनि बिस्तारै केबल कार चढेर माथि जान्छौँ। तपाईँहरू पनि आउनुभयो भने भिडियो हेर्नु होला। टिकट काट्ने ठाउँ चाहिँ यही हो। अब यहाँ अगाडि चाहिँ हामी टिकट काटिसक्यौँ। अब हामी चाहिँ माथि जान्छौँ एकैचोटि। अनि तपाईँहरूलाई माथिको भिडियो चाहिँ पुरा देखाउनेछौँ कस्तो छ ठाउँहरू भनेर। एकदम रमाइलो गफ गर्दै हामीले चाहिँ केबल कार चढ्यौँ। यति रमाइलो कुराहरू गर्दै हामी चाहिँ अब केबल कारबाट माथि चढ्यौँ। यहाँ सोल्टिनी नानीहरू बहिनीहरू पनि रमाइलो कुरा गर्दै बसिरहनु भएको छ। चाहिँ एकैछिनमा केही मिनटपछि चाहिँ माथि पुग्दैछौँ। त्यसपछि सबैजनाले हेर्नु होला भिडियोलाई। रमाइलो फल हो यो एउटा। हामी
अनि तपाईँहरूले टिकट चाहिँ अहिले कति टिकट महँगो रहेनछ। अहिले टिकट चाहिँ जम्मा 70 लिइरहेछ यहाँको एकजनाको 70 लिइरहेछ। 70 लि भनेको समथिङ हाम्रो नेपाली धेरै पनि होइन, 1500 2000 2100 हो। हामीले चाहिँ केबल कारभित्र पनि एकदमै रमाइलो कुरा गरेर केबल कारभित्र पनि एकदम रमाइलो गर्दै गइरहेछौँ हामी। अब केही समय चाहिँ हामी पुग्न लागिसक्यौँ माथि। अब बिस्तारै हामी माथि पुग्छौँ र तपाईँहरूलाई देखाउँछौँ। सबैजना एक्साइटेड भएर एकदम ह्याप्पी भइरहेको छ कि धेरै। माथिको भ्यू देखेर क्या एकदमै ह्याप्पी मुडमा हुनुहुन्छ सबैजना। चाहिँ अब एकैचोटि माथि पुग्यो है। माथिको भ्यू चाहिँ यति बवाल रहेछ कि माथिको भ्यू देखेर चाहिँ एकदमै खुसी लाग्यो सबैजनालाई, मलाई पनि एकदम। माथिको भ्यू देखेर चाहिँ एकदमै खुसी भएर एकदमै आफूलाई कन्ट्रोल गर्ने छैन, त्यति रमाइलो खुसी लाग्यो। यति रमाइलो रहेछ कि तपाईँहरू पनि अवश्य घुम्न आउनु होला एकचोटि। चारैतिर रमाइलो त्यो बवाल रहेछ यो ठाउँ चाहिँ। यी नजिकै फेरि हिमाल रहेछ, अर्को हिमाल पनि रहेछ चारैपट्टि। यति धेरै मान्छे घुम्न आउँदो रहेछ यो ठाउँ चाहिँ। यति रमाइलो मैले पनि सोचेको थिएँ यति रमाइलो होला भनेर माथि, तर सोचेको भन्दा पनि रमाइलो रहेछ माथि। दिदी हुनुहुन्छ, नाच्नु जानुभयो दिदी दाइ, हाम्रो ग्रुपहरू चाहिँ सँगै हुनुहुन्छ। त्यो हिमाल हेर्ने र अब हिमाल यति पारिरहेछ कि एउटा ठुलो हिमाल। यस्तो दामी यता सेल्फिनी सोल्टिनी पनि हुन्छ, आइ गर्दै हुन्छ, यता अर्को सोल्टिनी फेरि नाच्दै हुन्छ। यति खुसी लागेर नाच्दै हुन्छ। ठाउँ पुगेपछि चाहिँ फर्किनै मन लागेन। जति साह्रो पऱ्यो त्यति रमाइलो लाग्दै गयो। फर्किने मनै भएन। त्यहाँ एकछिन रमाइरहँ, त्यहाँ खेलिरहँ, त्यहाँ घुमिरहँ जस्तो फिल भइरहेको थियो। यति रमाइलो ठाउँ रहेछ। जति माथि गयो त्यति रमाइलो, जति माथि गयो त्यति रमाइलो, जति माथि गयो त्यति नै माथि जाउँ जस्तो लाग्ने ठाउँहरू रहेछ। दुर्गा पूजा जस्तो लाग्ने थियो एकदमै।
मान्छेले भन्छ नि स्वर्ग स्वर्ग भन्छ, अब जस्तै यस्तो ठाउँ पुग्न पाउँदा चाहिँ स्वर्ग यही हो कि जस्तो लाग्छ कहिले रमाइलो ठाउँ देखेर चाहिँ तपाईँहरूले सबैजना भिडियो हेरेर रमाइलो गर्नुहोला। चाहिँ क्यामेरा समातेर बोल्दा हिँड्नलाई अलि अप्ठ्यारो पनि लाग्छ, लाज लाग्छ। त्यसैले मैले भिडियो चाहिँ बनाएँ अनि पछि चाहिँ यसरी बोल्दैछु, भिडियो पछाडि ल भिडियोहरू चाहिँ यही नै हो, तपाईँहरूलाई देखाइहालेँ। अब सबैजनाले पुरा भिडियो हेरिसक्नु भएपछि चाहिँ च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, भिडियोलाई सकेसम्म सेयर गर्नु होला, आफ्नो साथीभाइहरूलाई पनि देखाउनु होला। यति बवाल ठाउँ छ, तपाईँहरू अनिवार्य रूपमा घुम्न आउनु होला। यति बवाल लाग्यो मलाई चाहिँ। मैले अन्तिममा चाहिँ एउटा सानो जानकारी दिन खोजेको छु, तैपनि मैले चाहिँ यो भिडियो चाहिँ साउन्ड हालेँ होइन। यति बवाल छ, तपाईँहरू घुम्न चाहिँ सक्नुहुन्छ। यो चाहिँ एउटा पोइना ब्रासोपको हाइटमा हो। पोइना ब्रासोपमा केबल कार चढिसक्नु भएपछि माथि डाँडामा तपाईँहरू आएर यो दृश्य चाहिँ सबैजनाले अवलोकन गरेर आफू फर्किन सक्नुहुन्छ। सबैजनाले यो ठाउँमा आएर हेर्नु होला। यो ठाउँ चाहिँ एकदमै बवाल रहेको रहेछ। यो ठाउँमा झन् यसको पछाडिपट्टि पनि त्यति नै राम्रो दृश्य रहेछ, अगाडि पनि त्यति नै राम्रो रहेछ। भिडियो पनि धेरै बनायो भने फेरि भिडियो धेरै लामो हुन्छ। भिडियो धेरै लामो बनाउन पनि त चाहेन मैले, त्यही भएर भिडियोलाई चाहिँ अब धेरै लामो बनाइनँ मैले चाहिँ। अब भिडियोलाई चाहिँ टुङ्गाउँछु होला। अब तपाईँहरूले मन पराउनु भयो भने चाहिँ अब अर्को भिडियो बनाउँछु, अर्को भिडियोमा देखाउँछु सबै कुराहरू।